हामी चाहिँ पुम्डीकोट आइसकेका छौँ। हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी पुम्डीकोटमा भोलिन्टियर प्रोग्राम गर्न आएको सधैँ जस्तो। सिधै यहाँबाट चाहिँ भ्लग सुरु गरेँ किनभने चाहिँ बिहान अलि मौसम खुलेको थिएन, पानी परेर लास्टै नै भएको थियो। एकदम मनमोहक दृश्य देखिन्छ यो पछाडिपट्टिबाट। अगाडि चाहिँ अलि हल्ला भएको भएर मैले चाहिँ सुरुवात गर्न सकिनँ। हाम्रो चाहिँ आज मोनिटरिङ प्रोग्राम रहेको छ। अहिले अरू चाहिँ अहिले थकै लागेर फेरि काम गरेर आराम गरिरहेका छौँ। फेरि पनि काम गर्न जान्छ। अब के भन्छ टाइम पास गर्नु। इसलाको आफै खुद हल्लिएर बसेको छ। अध्यक्ष भएपछि यति सजिलो हुन्छ, म अध्यक्ष हुँदा यति गाह्रो मलाई किन भयो भनेर म सोच्दैछु। म कति स्ट्रगल गरेर राखेँ, यहाँ भन्न मिल्दैन र हजुर। हामीले खानेकुरा आइसक्यो। हामी यति खाएर फेरि इनर्जीलाई ब्याक गरेर हामी फेरि काम गर्न जानेछौँ। मेरो बोलेको इनर्जी देखेर होला कि। यहाँबाट चाहिँ एकदमै राम्रो देखिन्छ। यताको चाहिँ यो फेवाताल होइन, अनि यता लेक साइडदेखि लिएर स्तुपा पनि देखिन्छ यहाँबाट। उहाँ स्तुपा के कस्तो राम्रो देखिँदो रहेछ। यो चाहिँ पोखरा भ्याली लगभग सबै नै देखिन्छ। चाउथीको होइन होला, यो हो रहेछ। चाउथीको वाला एयरपोर्ट पनि देखिएको रहेछ। त्यो सबै नै देखिँदो रहेछ। अब यो पुम्डीकोटबाट ठ्याक्क राइट साइडतिरबाट डुङ्गा खसाल्यो भने चाहिँ हाम्रो घरमा पुगिन्छ। हाम्रो घर चाहिँ यता तलपट्टि गर्छ है। त्यहाँ चाहिँ अलिक जान त टाढा नै छ, त्यही वरपर कतै पर्छ। ठ्याक्क देखिएको हामी देखाउँछु। भजनहरू चल्दैछ, एकदमै रमाइलो भक्ति भावहरू चलिरहेको छ यहाँ। हरेक वर्ष चाहिँ मलाई यो प्रोग्राम गर्न पाउँदाखेरि, भोलिन्टियर गर्न पाउँदा एकदम खुसी लाग्छ कि। चाहिँ अगाडि चाहिँ धेरै भिड छ। यता पनि के अरे हल्ला, उता पनि हल्ला भएको भएर पछाडि मात्र आएर ब्लग बनाएको। यस्तो सम्झिँदै सम्झिएको बेलामा पनि राम्रो रहेछ है। राम्रो कुराहरू त देखाइहाल्नु। फेरि पनि वेलकम टु माई ब्लग प्रसन्न। फेरि पनि वेलकम टु माई ब्लग भनेको अर्को ब्लग हो। थ्याङ्क यू भेरी मच। धन्यवाद। म हजुरको भ्लगमा फेरि पनि आउन एकदम पाएकोमा भाग्यमानी फिल गरिरहेको छु। र हेर्नुहोस् हाम्रो काम हाम्रो ब्यानर देखाउँदा पिसी छ। हाम्रो ब्यानर चाहिँ बाहिर छ। डेट रहन्छ। डेट लास्ट सोमबार हो। हामीले यो डेट चाहिँ लेख्थ्यौँ, हामीले यहाँ त्यो रिसोर्सेसहरू पाएनौँ क्या लेख्ने, त्यही भएर फेरि पनि दर्शन अगेन थकाइ मारेर सकिसकेको छ। लेट्स ब्याक टु फेरि त्यहाँ काममा। भजन लगायतको सबै कुराहरू भइरहेको छौँ। यहाँ चाहिँ प्रसन्न र म मात्र रहेको छौँ अहिले। अरू चाहिँ बिहान गइसक्नु भयो। आज चाहिँ हामीसँग हुनुहुन्छ सन्सिल बरालज्यू। उहाँ चाहिँ हाम्रो प्रोग्राम 14 तारिकै प्रोग्राम भएर सपोर्टको लागि आफ्नो अफिस छोडेर यहाँ बसिराख्नु भएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। म बसेको मात्रै होइन है, मैले काम नि गर्नुभयो। एकदम धेरै झ्याउ लागेको थाकेको अवस्था छ। मान्छेहरू आउने जाने क्रम चाहिँ जारी रहेको छ। आजको प्रोग्राम पनि अब लगभग सकिन लागेको छ। खुसी लागेको, अत्यन्तै झ्याउ लागेको अवस्था रहेको छ। हामी यहाँ हेर्दैछौँ के भइरहेको छ।
कोही कोही भजन लाएर उहाँ नाच्दै आइसक्नु भएको छ My God, so funny. Ha, ha. कोरियोग्राफर है रमाइलो छ त्यो हाम्रो कुम्बीकोटमा शिव भगवान आइसक्नु भएको छ सबैलाई छुट्टै खिच्नु शिव भगवान भेट्नला आउने जाने क्रम जारी नै रहेको छ र मभन्दा यता साइडमा चाहिँ शिव भगवान देखाउने क्रम पनि मेरो जारी रहेको छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ उहाँ नेपाली शिव भगवान चाहिँ आइसक्नु भएको छ र त्यहाँ फोटो खिच्न चाहिँ सबैको भिड लागिसकेको छ जम्मा भएको पैसाहरू चाहिँ गर्ने कार्यक्रम चलिरहेको छ चिसो भएर चाहिँ सुकाउनु भएको होला अब सुकाएर गर्ने कार्यक्रम चलिरहेको छ यताको साइड पनि अब म चाहिँ यहाँको काम भ्याइसकेर घरतिर हिँडिसकेको छु एकछिनपछि आउँछु भनेर एकछिनपछि आरती पनि हुन्छ साँझ साँझमा त्यही भएर चाहिँ अहिले एकछिन गएर रेस्ट गरेर फेरि आउनेछु भन्दै चाहिँ बिदा लिएर हिँडेँ सबै ठिक छ यो हामी कुम्बीकोटबाट झर्ने बेलामा चाहिँ यो एकदम ब्रेथ टेकिङवाला यो पोखराको भ्यू चाहिँ हामीले इग्नोर गर्न सकिँदैन यस्तो राम्रो देखिन्छ भ्यू फुलेको बेलामा चाहिँ अझ त अलिक कमै छ भनौँ यो भ्यू हेर्दा त यहीँ घर बनाएर बसौँ जस्तो हुन्छ मलाई यहीँ घर बनाऊँ जस्तो हुन्छ तर मेरो घर चाहिँ अलिक तल भयो नि 5 मिनट भयो पनि लाग्छ यहाँ 5 मिनट त होइन 10 मिनट 7 मिनट लाग्छ होला यहाँ आउन यस्तो राम्रो रहेको छ अब आँखाले जस्तो राम्रो त देखिँदैन पक्कै पनि हेरेर चित्त बिताउनु होला यहाँ चाहिँ म फेरि आइसकेको छु अहिले पनि पानी परेछ बिहान आउँदा जस्तो थियो त्यस्तै नै छ सायद आरती हुन्छ होला अब दिनभरि भोलिन्टियर गर्नु भएपछि एकैछिन घर गएर चाहिँ काटियो आरती हेर्छ आरती चलिरहेको छ आउँदाखेरि आरती समाप्त भइसकेको छ साँझ पनि परिसकेको छ भूमिका प्रदान गरी सहयोग गर्नुहुने हाम्रो जिन्दगी क्लब अफ पोखरा चौतारी पोखरालाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ र त्यो ग्रहण गरिदिनुको लागि हाम्रो सहनशील कलाजीलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ एउटा कर्म चक्रको स्वरूपमा आरती हामीले चाहिँ आज यो पाइसकेका छौँ यो क्लब अफ चौतारी पोखराको धेरै धेरै धन्यवाद कुम्बीकोट परिवारलाई अब चाहिँ आज पानी परेको छ भजनहरू हुन्छ के गर्छ आरती लिएर हामी भन्ने छुट्छौँ बाई बाई प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब दिस अकाउन्ट बाई बाई